जस्तै रहेछ छोरी मान्छेको जिन्दगी दाग लागेपछि धोइरै नजाने मन मरेको छ मरेका मनका पीडा रोइरै नजाने रोइरै नजाने कति रुनु छाती पिटी पिटी कसले देख्यो पीडा भित्री भित्री कति रुनु छाती पिटी पिटी कसले देख्यो पीडा भित्री भित्री साथी सावित्री सती सावित्री सती सावित्री सती सावित्री सती सावित्री यो बिहे हुन सक्दैन भनेर रोकेकी न मैले बिहेको बारेमा केही सोचेकी थिएँ न म सुत्ने बेलामा सत्यको बारेमा सोचेकी थिएँ अकस्मात यस्तो सपना आयो केही न केही कारण त पक्कै पनि छ सत्य पनि नराम्रो खराब मान्छे त होइन असल इमानदार छ तपाईको मेरो बिहे भएको होइन होला त्यस्तो त कहाँ हुन्छ सपना देखिहाल्ने अनि बिहे भएको अनदेखि त सायद हाम्रो बारेमा के सोचेर सुत्यो होला नि त सोचिदिन सोच्नु त सोचिहालिन्छ नि बोल्दै गएपछि नजिक भएपछि मित्रता बढेपछि जानीले चटक्कै माया मारेर गए पनि हामी कुरेर बस्नेलाई त कतैबाट फर्केर आइहाल्छन् कि भन्ने आश लाग्ने रहेछ यो पेटमा भएको बच्चाको बाबालाई कतै देखिहाल्छु कि भेटिहाल्छु कि भनेर यसो गाउँतिर गएर डुलेर आएको के सत्यलाई मेरो याद आउँदैन होला हुन त मेरै भाग्य खोटो बिहेकै दिन गाडी एक्सिडेन्ट हुनु सत्य हराउनु भेट हुँदा पनि सत्यको होस नआउनु उपचार गरिसकेपछि महिला नचिन्नु मसँग बिताएका हरेक पलहरू बिर्सिनु अब त यस्तो कुरा सुनेर मलाई त शङ्का लाग्न थालिसक्यो तिमी नै मेरो जीवनबाट टाढा हुन्छौ र तिमीले नै हाम्रो सम्बन्ध छुटाउँछौ जस्तो लागिसक्यो मैले त हजुरसँग छुट्टिने कल्पना पनि गर्न सक्दिनँ त्यही पनि सत्य कता कता डर लाग्छ गर त हामीले एकअर्कालाई एकदम धेरै माया गर्छौँ
एकदम धेरै मन पराउँछु। सायद यो जुनीमा हामी छुट्न पनि सक्दैनौँ होला, तर पनि मुना मदनको जोडी जस्तो, राम सीताको जोडी जस्तो, उनीहरूको ऐतिहासिक माया जस्तै हामी सत्य र सावित्रीको जोडी अनि माया पनि हुन सक्ला। कस्तो कुरा गर्नुभएको तपाईँले? मैले त मुना मदनमा मुनाले भन्दा धेरै, सीताराममा सीताले भन्दा धेरै हजुरलाई माया गर्छु। म त तपाईँको लागि जे पनि गर्न सक्छु। कस्तो नपताउनु भएको? यहाँबाट हाम फाल्दिउँ? यहाँबाट हाम फाल्दिउँ? जोक नगर नि तिमी। साँच्चै भन्नु, म तपाईँको लागि हाम फालिदिन्छु। ल बाबा जोक नगर न, अब अरूको लागि पनि आफ्नो ज्यान दिन्छ त्यसरी। तपाईँलाई विश्वास लागेन? मैले तपाईँको लागि ज्यान दिन सक्छु। जोक नगर क्या, जमिडो बरु पर्दैन जमिन। हाम फालिदिउँ? फेरि भन्नु, हाम फालिदिउँ तपाईँको लागि? साँच्चै? साँच्ची साँच्चै? साँच्चै? साँच्ची हो। सावित्री! सपनामा मैले सतीलाई देखेँ, तर मेरो मुखबाट सावित्री भन्ने आवाज आयो। किन मेरो मुखबाट सावित्रीको नाम आयो? मैले के बुझ्नै सकिनँ। नानी, जसलाई धेरै दुःख परेको छ, जसको कोही छैन, त्यस्ताको लागि त भगवानले पनि हरेक रूप लिएर जन्म लिन्छन् भन्थे। हो रहेछ बा। तिमीलाई घरबाट निकालेर तिमीले धेरै दुःख पाएको बेलामा त्यो शङ्कर बाबुले तिमीलाई साथ दिए, सहयोग गरे। ती बाबु त तिम्रो लागि भगवानै रहेछन् बा। तिनै शङ्कर बाबुको कारणले तिमीले पनि नयाँ जीवन पायौ। शङ्कर बाबुकै कारणले तिम्रो हाम्रो भेट गरायो। अहिले हामी बाउ छोरी जस्तो भएर यहाँ घरमा बस्न पाएका छौँ बा। ती शङ्कर बाबुलाई त धेरै धेरै धन्यवाद छ। बुवा, मेरो लागि शङ्कर मात्र होइन, हजुर पनि भगवान समान नै हो। हजुरहरू नभएको भए, हजुरहरूले मलाई साथ नदिनु भएको भए सायद आज म यो संसारमा जिउँदै हुँदिन थिएँ। अहिले त हजुरहरूले हौसला दिएर गर्भमा भएको बच्चालाई जन्म दिने प्रयास गर्दैछु।
शङ्कर खै त कतै पनि देख्दिन। खै नानी केही काम परेर बाहिरतिर गएका होलान्। तिमीलाई र मलाई त मरे पनि छोड्दैनन् तिमीले। आइहाल्छन् नि ती, कहाँ जान्छन् र बा? नानी शङ्कर बाबु त तिम्रो र हाम्रो लागि साह्रै राम्रा मान्छे हुन्। तिनको कहिले चित्त चाहिँ दुखाउनु हुँदैन है। त्यो चिसो भइसक्यो, खाऊ न भा। सपनामा जे कुरा देखेँ त्यो कुरा गएर मैले सतीलाई सुनाउनै पर्छ। सती यहाँ आउन एकछिन। सती सुन न, मैले तिमीलाई पहिल्यैदेखि केही कुरा भन्न मन लागिरहेको थियो, तर मैले भन्नै सकिरहेको थिइनँ। आज म तिमीलाई एउटा कुरा भन्छु नि। एउटा कुरा मात्र किन, हजारौं कुरा भन्नुस्। म त तपाईको जति कुरा पनि सुन्न सक्छु। निर्धक्क भएर भन्नुस्। सुन न, हिजो राति सपनामा मैले तिमीलाई देखेँ, तर अचानक मेरो मुखबाट सावित्री भन्न पुग्यो। मलाई नै थाहा छैन यो सावित्री भन्ने नाम मेरो मुखमा कसरी आयो। तर सती, मलाई सती भन्ने नाम भन्दा पनि सावित्री भन्ने नाम नै मनपर्छ। अबदेखि म तिमीलाई सावित्री भनेर बोलाउँछु नि है। हुन्छ, मलाई हजुरले सती सावित्री जे मन लाग्छ त्यही भनेर बोलाउनुस्। हजुरले मलाई जे भनेर बोलाउनुहुन्छ म त्यसैमा खुसी हुन्छु। थ्याङ्क यू सो मच। मेरो लागि तिमीले आफ्नो नाम परिवर्तन गर्न पनि राजी भयो है। अबदेखि म तिमीलाई सावित्री भनेर बोलाउँछु नि ल। हस्।
तिमीलाई एकदमै माया गर्छु मलाई विश्वास गर हेर तिमी र म कहिले पनि छुट्दैन र हामीलाई कसैले पनि छुटाउन सक्दैन यदि हामी छुट्टिएर बस्न पर्ने भए पर अहिले नै भन्छु हामी बिहे नगरौँ के म तिमी बिना बाँच्न सक्छु होला हेर म तिमी बिना एक पल पनि बाँच्न सक्दिनँ जीवन मैले बिताउने हो सावित्री तिमीसँग अरू कसैले होइन तिमीले जे भने त्यही मान्न तयार छु नानी जहिले पनि एक्लै बस्छौ टोलाइरहन्छौ यसरी कति दिन चल्छ जाऊ नानी भित्र गएर आराम गर साथी यो गाउँका सबै मान्छेहरू सोझासिधा हुन्छ उनीहरूको सोच्ने बुझ्ने शैली पनि साधारण हुन्छ तिम्रो यस्तो पहिरन देख्दाखेरि मलाई अलि अप्ठ्यारो लाग्यो हुन त तिमीलाई पहिरनमा राम्रो देखिन्छ सुहाएको पनि छ नलगाउने भन्न खोजेको पनि होइन तर भनिन्छ नि देश गुनाको भेष कपाल गुनाको केस भने जस्तै ठाउँ अनुसारको पहिरन समाज अनुसारको यहाँको वातावरण अनुसारको पहिरन गरियो भने त्यो चाहिँ पाच्य हुन्छ अरे मलाई त तिमी यही पहिरनमा पनि राम्रै लाग्छ तर यहाँ गाउँका मानिसहरूले तिमीले लगाएको पहिरनमा तिमीलाई हेर्ने नजर तिमीप्रति सोच्ने शैली अलिकति नराम्रो हुन्छ है जस्तो मलाई महसुस हुन्छ मेरो कुरालाई अन्यथा नलियो तिमीले मेरो लागि त मेरी सती साधारण यो गाउँको पहिरनमा मेरो आँखा अगाडि आउँदा कस्तो देखिन्छ होला जस्तो महसुस हुन्छ तिमीलाई मन त पर्दैन होला है त्यस्तो साधारण पहिरन तर पनि यहाँ गाउँमा बसुन्जेल चाहिँ मेरै लागि भए पनि तिमीले त्यस्तो खालको पहिरन गरिदिए चाहिँ राम्रो हुन्थ्यो कि जस्तो लाग्छ साथी
तिमी यो पहिरनमा एकदम राम्रै देखेकी छौ। सत्य पानी भर्यो म जान्छु। हुन्छ सक्दैन भोग्न? सक्छु। ल ल ल ल कहाँ त्यसरी हातमा झुन्डाएको? गाडी त यसरी बोक्ने हो नि त। यो यसै गरी यहाँ कम्मरमा यसो राखेर यहाँनिर यसरी यता राखेर अटिन्छ यसो राख्नुपर्छ। देख्यौ? ल राख त। कम्मर कता बोक्छ? कतापट्टि? भयो? भएन? यता 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 सही हुन्छ? ल अब झुन्डाएर लान्छु। होइन झुन्डाएर लाँदा तिमीलाई गाह्रो भइहाल्छ। ल उतापट्टि एडजस्ट ट्राई गर ल। सजिलो छ। भयो? अब यसरी हेर्ने? गाह्रो भयो तिमीलाई? पक 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 ल ल हेर ल आज म लगिदिन्छु। पछि तिमीले प्र्याक्टिस गर है ल। साथी ल अब यहाँबाट तिमीलाई लैजाऊ। हस् बिस्तारै लैजाऊ नि। पानी पोखेला नि। ल जानुहुन्छ तपाईँ? म जान्छु है। बाई बाई। विवेकसँग भेट नभएको पनि धेरै भइसक्यो। उसको साह्रै याद आइरहेको छ। 1 हप्ता भइसक्यो मोबाइल स्विच अफ भएको पनि। न कतै अप्ठ्यारोमा पो पर्यो कि। अस्ति हामी चौतारोमा भेट्दा विवेकले बिहे गरौँ भनेको थियो। मैले घरमा समस्या छ यो बारेमा पछि सोचौँला भनेकी थिएँ। यही कुरामा पो विवेक मसँग रिसायो कि। पक्कै पनि उसको घर परिवारको करकापले गर्दा पो मसँग बिहे गरौँ भनेको थियो कि। मैले बिहे नगरेको कारणले कतै उसको घर परिवारले अन्त्य पो बिहे गरिदिए कि। उसले अन्त्य बिहे गरेको भएर मोबाइल स्विच अफ गरेको हुनुपर्छ। यो कुराले मलाई एकदम तनाव भइरहेको छ। आफ्नो मनको पीडा कसैलाई भन्न पाए पनि मन हलुका हुन्थ्यो। सुनिदिने पनि कोही छैन। यस्तो कुरा दाइ र आमालाई पनि भन्ने कुरा भएन। यो गाउँमा मेरो मिल्ने साथी पनि कोही छैन। आफूले माया गरेको मान्छेलाई नदेख्दा नभेट्दा सम्पर्कमा नआउँदा
साह्रै पीडा हुँदो रहेछ। चोइते चोइते हजुर म इसाक यहीँ जा त। ड्याडी खोइ त आउनु भएको छैन र अझै? अह मैसक काजी साहब त अहिलेसम्म आउनु भएको छ। यतिखेरसम्म आउनु भएको छैन? कहाँ जानुभएछ त? पल्लो गाउँमा ठुलो लफडा परेर मिलाउन जानुभएको छ। अलि समय लाग्छ भन्ने भएको थियो, आउनु छ होला मैसा। ड्याडी नभएपछि त घरै कस्तो सुनसान हुँदो रहेछ। अलि मैसा हजुर कहाँ गएर आउनु भएको? अब म कहाँ गएर आएँ तँलाई भन्न पर्यो मैले? मैसा हजुरलाई भोक लागेको होला, म खाजा बनाउँछु ल। जा बना। यसो आउनु न। आउनु आउनु। काजी साहबको छोरीले किन बोलाउनु भएको हो? न कतै मबाट गल्ती पो भयो कि? मलाई त साह्रै डर लागिरहेको छ। फेरि पहिलाको जस्तै कुट्न पो बोलाउनु भयो कि? आजसम्म म यहाँ बस्छु भन्ने कुरो उहाँलाई थाहा थिएन कि? आज देखिहाल्नु भयो। कतै मलाई गाली गर्न त बोलाउनु भएको होइन? नमस्ते हजुर। नमस्ते। यहाँ आऊ न। किन डरायो कि? सन्चै थियो? हिँड त्यता बसेर कुरा गरौँ। हिँड न, अप्ठ्यारो मान्नु पर्दैन। यहाँ बस। चोइते चोइते। हजुर मै साहब 2 कप कफी बनाएर लिएर आ त यहाँ। हस्। कस्तो राम्रो कुर्ता लगाएकी, कति मिठो कलर, टप पनि कति राम्रा। कस्तो मिलाएर ड्रेस लगाएकी तिमीले। तिमीलाई त कस्तो दामी देखिन्छ। अनि तिम्रो नाम के रे? शिला। शिला? आहा, नाम पनि कति राम्रो। सुन न, सहरबाट 81 गाउँमा आयो कि
कसलाई कस्तो व्यवहार गर्नुपर्छ थाहै भएन। अन्जानमै तिमीलाई हात उठाएँ, माफ गरिदेऊ है। होइन हजुर, तपाईँ ठुलो मान्छेले म कस्तो सानो मान्छेलाई सरी भन्नै पर्दैन मैसा। अब यसमा ठुलो र सानोको के कुरा भयो? तिमी पनि आफ्नो गाउँ छोडेर बसाइसराई गरेर यो गाउँमा आए कि म पनि सहरबाट गाउँ आए कि? मेरा त यो गाउँमा कोही पनि मिल्ने साथी छैनन्, सायद तिम्रा पनि छैनन् होला। अब हामी मिल्ने साथी हुनुपर्छ, हुन्छ? सुन न शिला, म तिमीलाई एउटा कुरा सोध्छु, नराटिकन भन न है। हुन्छ मिसा। यो गाउँमा आएदेखि सबैले मलाई सावित्री सावित्री मात्रै भन्छन्। कसैले तिमी मेरो सावित्री बहिनी जस्तै रहेछौ, बहिनी बनाउँछु भन्छन्। तँलाई सावित्री भनेर पिट्नै खोज्छन्। मलाई लाग्छ तिमीले सावित्रीलाई चिनेकी छौ, किनभने तिमीले पनि मलाई सावित्री नै भनेर बोलाएकी थियौ। त्यही भएर शिला, नराटिकन भन न, सावित्री भन्ने को हो? नमस्कार, म तपाईँहरूकै कलाकार विनोद श्रेष्ठ। म कलाकार एलिना रायमाझी। तपाईँहरूले भर्खरै सती सावित्री सिरियल हेर्नुभयो, कस्तो लागिरहेको छ? जे जस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनु होला र अझै कथावस्तुलाई कसरी अगाडि लैजाँदा राम्रो हुन्छ सकारात्मक कमेन्ट र सल्लाह सुझाव दिनु होला। तपाईँहरूकै सल्लाहलाई आत्मसात गर्दै हामी अझै कथामा नयाँपन ल्याउने प्रयास गर्नेछौँ, तपाईँहरूलाई अझै मनोरञ्जन दिने प्रयास गर्नेछौँ। जसरी तपाईँहरूले माया गरिदिनु भएको छ सती सावित्रीलाई, त्यसै गरी अझै पनि माया गरिदिनु होला। तपाईँहरूकै मायाको खाँचो छ, तपाईँहरूको माया नै हाम्रो लागि ऊर्जा हो, त्यो ऊर्जा प्रदान गरिदिनु होला र तपाईँहरूलाई मनोरञ्जन दिने काम हामी गर्दै जानेछौँ। पछिल्लो समयमा हजुरहरूको माया एकदमै धेरै पाइरहेका छन्, एकदमै आभारी छौँ हामी हजुरहरूप्रति। यो सिरियल चाहिँ बेलुका हरेक आइतबार बेलुका 7 बजे सती सावित्री युट्युब च्यानलमा आइरहेको छ। कतिलाई थाहा हुनसक्छ, कतिलाई थाहा नहुनसक्छ। सबैले हेर्दै र जस्तो लाग्छ जे लाग्छ त्यस्तै सल्लाह सुझाव दिनु होला, अझै धेरै माया गरिदिनु होला। धन्यवाद। एउटा साथी हो आशा जली खरानी भो, सती सावित्री सती सावित्री सती सावित्री सती सावित्री। साथी हो आशा जली खरानी भो, सेतो रङ जस्तै रहेछ छोरी मान्छेको जिन्दगी, दाग लागेपछि धोएर नजाने। मन मरेको छ, मरेका मनका पीडा रोएर नजाने, रोएर नजाने। कति रोनु छाती पिटी पिटी, कसले देख्यो पीडा भित्री भित्री। कति रोनु छाती पिटी पिटी, कसले देख्यो पीडा भित्री भित्री।